हेलो साथीहरू, गुड इभिनिङ। के छ हालखबर? सबैजना सन्चै होला। म चाहिँ आज रातिको पानी परिरहेछ। पानी परेको पानीको भिजको लागि तपाईँको मैले पानीको भिजको यसो लुक देखाइरहेको छु है। आज चाहिँ हमेसा म ट्राभलिङ ब्लगै देखाउँछु हजुरहरूलाई। तर पानी परेर आज यस्तो छ नि, बबाल छ हो, बबाल। मेरो ट्राभलिङ ब्लगमा तपाईँहरूलाई सबैलाई स्वागत छ। र रातिको पानीको भ्यू यस्तै छ। फेरि नयाँ नाइटको भिडियो ल्याइसके, तर पानी पर्दै गरेको र पानीमा कस्तो राति न्युज भ्युज देखिन्छ। ल हेर्नु कस्तो राम्रो छ। सो ब्युटिफुल प्लेस टुडे है। आउटसाइडको लागि राम्रो छ। अनि अरू हजुरहरूको खाना भयो कि भएन? डिनर सिधै आएर भर्खरै निस्के यताबाट है। अनि हजुरहरूको के गर्दैछौ? खाना डिनर भयो कि भएन है? डबल भनिरहेको छु, तर पनि ठिकै छ। यस्तो गरम बढी भएर, गरमको कारणले गर्दा यति गरम छ कि भन्नै नपर्ने। अब हजुरहरूलाई के भनौँ, तर पानी पर्यो आज। पानी पर्नु भन्नाले कारणले चाहिँ यसो गरम बढिरहेछ। भिजिरहेको छौँ पसिनाले। फेरि पनि के गर्ने, यस्तो एसीवाला गाडीमा फेरि भिजिरहेको छु। अब बिना एसी गाडीमा त अब कस्तो हुन्छ थाहा छैन। ल त अब अलि अगाडिबाट बनाउँछु अर्को भिडियो है। सबैजना मलाई साथ दिनु होला र भिडियोलाई हेरिदिनु होला है। ओके, बाई भन्छु। अर्को कनेक्सन ल्याएर आउँछु है।